बच्चाहरू सानो छन्जेल होइन इक्जाम ला 9 to 5 को अनि त्यसपछि पैसा कमाउँला भन्नु त्यस्तै हो क्या। त्यो चाहिँ सम्भव हुँदैन सबैजनालाई, कसैलाई सम्भव हुन्छ घरमा मान्छे भएर बच्चा हेरिदिने, बच्चा सम्हालिदिने, खुवाइदिने हो भने चाहिँ, नत्र सबैलाई चाहिँ त्यो सम्भव हुँदैन क्या। अनि त्यसपछि अब अफिस जान नपाउने मान्छेले होइन अब घरमा बस्नुपर्ने, बच्चा हेर्नुपर्ने, घर सम्हाल्नुपर्ने मान्छेले के गर्ने त भन्दा अहिले चाहिँ धेरै प्लेटफर्महरू चाहिँ छ क्या। फेसबुक, टिकटक होइन, आफूले जे सकिन्छ, आफ्नो जे क्षमता छ त्यो चाहिँ देखाउने ठाउँ चाहिँ छ है साथीहरू। अनि आफूले गर्न सक्ने नसक्ने त एउटा कुरो हो। अनि त्यही भएर म चाहिँ के भन्न चाहन्छु भने सबै साथीहरूलाई केही न केही होइन घरमा बस्ने साथीहरूलाई अनि बच्चा सम्हालेर अब हामी जस्तै घरमा बस्ने मान्छेहरूलाई चाहिँ छ है, ठाउँ चाहिँ छ। गर्न सक्ने नसक्ने चाहिँ आफ्नो ठाउँको कुरो हो। अनि केही गर्न कोसिस चाहिँ गर्नुपर्छ, हार मान्नु चाहिँ हुँदैन। यसलाई निरन्तरता चाहिँ दिनु पर्यो। अनि निरन्तरतादेखि सफल असफल भन्ने कुरो त पछिको कुरो हो, तर पनि कोसिस चाहिँ गर्नुपर्छ भन्न चाहन्छु क्या मैले सबैजनालाई। अनि त्यत्तिकै बस्नुभन्दा केही न केही गरेको त राम्रै हुन्छ। अनि म पनि कोसिस चाहिँ गर्दैछु साथीहरू, हार चाहिँ मान्दिनँ होइन। स्किप नगरिकन भिडियोहरू चाहिँ डेली नै हाल्न